आएगा जाने कैसे फिर से नैना भरे। हेलो गाइस, फेरि पनि आएको छु म। अनि हाल्दै हुन्छ मेरो सेना। यो भ्लग चाहिँ 2 मिनटको हुनेछ अस्तिको जस्तो भन्ने वातावरण छ, तर गर्दा गर्दै 20 मिनट पनि पुग्न सक्छ। अनि हाम्रो आज मेरो सुट छ, हाम्रो सुट छ, सबैको सुट छ। अरे कहना क्या चाहते हो? तर हाम्रो यो ट्राई हो, फर्स्ट ट्राई हो भन्दा अस्ति जुनको होइन हामीले यो चाहिँ अलिक अर्कैवाला हो, यो चाहिँ अलिक प्रोफेसनलवाला हो, तर हेर्दा चाहिँ फेरि त्यस्तै राम्रो देख्छ किनभने त्यो टिकटक पनि बात तो सही है दौड़ना तो पड़ता है। ल अब एकैचोटि हाम्रो अहिले रिहर्सल हुँदैछ। अब त्यहाँ हाम्रो सुट दमुखामा हुन्छ, म देखाउँदैछु है। हामी पुग्नुपर्ने चाहिँ त्यहाँ पर हामी यहाँसम्म चाहिँ अहिले बाइकमा आयौँ। थ्याङ्क यू यार भाइ, ल आइज मेरो ब्लगमा। यस गाइस, म यहाँ यो भ्लगमा आउनु मेरो लागि एकदम ठुलो कुरा हो। यहाँ र रियल अब बाटोमा रुकावट यहाँ पानी रहेछ। यो भाइ अब यहाँबाट चढ्छु भन्दैछ। म चाहिँ माथि आइसक्यो, यो तर ढुङ्गा खोज्दै बस्छु। अब यहाँदेखि चाहिँ के गर्नु, यहाँ चाहिँ सबै पानी भरेको कारणले गर्दाखेरि चाहिँ हामीले चाहिँ यहाँनिर एउटा मात्रै सुट लियौँ। पच्याक पच्याक गर्छ यस्तो बाटो छ। अब सबैले कसरी जाने भन्नु यहाँ चढेर गइहाल्छ नि हामी। के हान्न आउँछ रोना भन्छ यो मुख हान्छ नि गाइस आज मौसमले धोका दियो। आज मौसमले धोका दियो। मौसमले होइन, दाइ चाहिँ अलिकति हिरो हो कि हल्काएको हेर न, स्लाइड यस्तो स्लाइड यस्तो कि यहाँबाट स्लाइड त अलिअलि हान्नै पर्यो। यहाँबाट म झरेको थिएँ। ल ओए कसको सर्ट हो त, मार्छ अहिले यसले। आज डे 1 हाम्रो कम्प्लिट भएन, अब डे 2 मा ल हान्नु। यस आज चाहिँ डे 2 हाम्रो। अस्ति अब आधी मात्रै भयो, हिजो पानी परेर भएन। अनि आज आएको छौँ यहाँनिर हौ, हामी लोकेसन हेर्दै हिँड्दैछौँ यहाँ चौरीमा। आज हाम्रो तेस्रो दिन हो, तर भ्लगको चाहिँ डे 2 हो, मतलब यो दोस्रो दिन हो भ्लगको चाहिँ। हिजो चाहिँ पानी परेर बनाइएन, अब आज नजाने पानीमा आज त्यही बनाउने। ल गाइज हाम्रो चाहिँ सकिसक्यो फाइनली। अब यो जोसो गएर आमा ल हान्दो नेपाली ओइ तान्दिन साझा अगाएछ बिचरा सिन देखो गाइज, वेदर देखो।
यहाँ लु गाइस यो ब्लग चाहिँ यही इन भयो अब अर्को ब्लगमा भेटौँला Thanks for watching guys. Subscribe गर्न चाहिँ नबिर्सनु होला ल. बाइ बाइ टाटा. See you tomorrow. बर्थडे छ गमारो. फेरि घुमेर मेरो ब्लगमा आउनु होला ल.